नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ करिश्मा। अहिले चाहिँ फिलहाल म अस्ट्रेलिया सिडनीमा छु र म चाहिँ 10 विक्स पोस्टपार्टम हो। मेरो प्रेग्नेन्सी चाहिँ सबै नर्मलै थियो। उनी मलाई जेस्टेसन डायबेटिक भएको थियो अनि इन्सुलिन लाउनु पर्थ्यो नाइट टाइममा चाहिँ। अनि मेरो डेलिभरी चाहिँ 38 विक्स 1 डेमा भएको थियो, नर्मल डेलिभरी। अनि 3rd डिग्री 3B टियर भएको थियो। अनि त्यसपछि मेरो बच्चा चाहिँ वेट चाहिँ 2.765 ग्राम थियो। सबै नर्मल चलिरहेको थियो। म एक्सक्लुसिभली ब्रेस्ट फिडिङ गरिरहेको थिएँ। अनि यहाँ चाहिँ चाइल्ड हेल्थ केयर सेन्टर भन्नेमा चाहिँ मेरो अपोइन्टमेन्ट थियो 4 विक्सको। त्यहाँ जाँदाखेरि मेरो बच्चा 2.7 थियो जन्मिँदाखेरि। ऊ चाहिँ अलमोस्ट 4 केजी भइसकेको थियो। एकदमै राम्रो ग्रोथ भएको थियो। जब 6 विक्स अब भ्याक्सिन लाउने बेला भएको थियो, एक्ज्याक्टली 6 विक्समा चाहिँ अर्को दिन भ्याक्सिन लाउन जाने भनेको राति चाहिँ मेरो बच्चाको दिशा चाहिँ सेतो आएको थियो। अनि मैले चाहिँ उसलाई हस्पिटल लानु भन्दा अगाडि एकचोटि अब भ्याक्सिन जसो पनि लाउन जाने हो के अरे भनेर चाहिँ अर्को दिन जिपीकोमा गएँ। उसलाई खास पनि भ्याक्सिन लगाउनु अनि मेरो आफ्नै अपोइन्टमेन्ट पनि हुन्थ्यो 6 विक्सको। मैले मेरो चेकअप गराएँ अनि बच्चाको चाहिँ अब भ्याक्सिन लगाउने भनेर लिएर गएँ। अनि त्यहाँ चाहिँ यस्तो यस्तो भएको छ, बच्चाको दिशा सेतो आएको छ भनेर भन्यो। अनि जिपीले चाहिँ आत्तिन चाहिँ पर्दैन जस्तो लाग्छ मलाई, 2 दिन वेट गर्नु। अनि त्यसपछि इमर्जेन्सीमा लिएर जानु न हस्पिटल भनेर भन्यो नि, भन्नुभयो जिपीले। अनि मेरो हस्बेन्ड चाहिँ होइन आजै लिएर जाऊँ न भनेर भन्नुभयो। अनि हस्पिटल लिएर गयौँ इमर्जेन्सीमा, जहाँ चाहिँ मेरो बच्चा डेलिभर भएको थियो। अनि त्यहाँ जाँदा ब्लड टेस्ट भयो। ब्लड टेस्ट गरिसकेपछि त्यो दिन त्यही राख्यो। अनि अर्को दिन अल्ट्रासाउन्ड जन्डिस छ भन्यो। राति नै रिपोर्ट आएको थियो जन्डिस छ अनि लिभरमा हल्का खराबी देखिएको छ भनेर भन्यो। अल्ट्रासाउन्ड भयो अर्को दिन। अनि फेरि अर्को ठुलो हस्पिटलमा वेस्टमेड हस्पिटलमा ट्रान्सफर गर्ने भन्यो। अनि हामीलाई जानुभन्दा अगाडि चाहिँ एउटा पेपर दियो डक्टरले, जहाँ लेखेको थियो बिलियरी एटिजिया। बिलियरी एटिजिया भनेको चाहिँ रेयर लिभर डिजिज, जुन चाहिँ 18 to 20,000 न्युबर्न बेबीमा मध्ये एउटा बच्चालाई हुने रहेछ, जुन त्यतिमा मेरो बच्चा परेको थियो। म केही सोच्न पनि सकेन त्यति बेला। पुरा हुन्छ नि सपनामा छु कि म, कसैले मलाई सपनाबाट झकझकाएर उठाए नि हुन्थ्यो नि भन्ने भयो। यति रोएँ 2 दिनसम्म। मेजर डिप्रेसन। 2 दिनमा 1.5 केजी घटे थिएँ म। मैले सोचेको थिएँ 18 to 20,000 बच्चामध्ये मेरो बच्चा किन।